हेलो एभ्रिवान, गुड आफ्टरनुन। हामी चाहिँ जाँदैछौँ बाख्रालाई घाँस काट्नु। यता चाहिँ दाउ छ, हेर्नु होला गाइस। म चाहिँ जाँदैछु, हेर्नु होला दाउ बोकेर। अनि यता चाहिँ कस्तो लागिरहेछ हेर्नु होला। उता चाहिँ अगाडि मेरो बुढा र मेरो छोरी गइरहेको छ घाँस काट्नु। यता चाहिँ म छु दाउ बोकेर। भिडियो बनाउनु चाहिँ अल्छी लाग्छ गाइस। थुप्रै दिन ग्याप भयो नि भिडियो बनाउनु, त्यही भएर चाहिँ मलाई भिडियो पनि हाल्नु मन लाग्दैन। किनभने घर गएको थिएँ, घरमा चाहिँ नेटवर्कै पाउँथेन, त्यही भएर चाहिँ भिडियो बनाउनु अल्छी लाग्थ्यो गाइस। त्यही भएर धेरै दिन भइसक्यो भिडियो पनि अपलोड गरेको छैन। मेरो एङ्गेजमेन्ट सबै रेड भइसकेको छ, फलोवर्स पनि बढ्दैन। अनि त्यही भएर चाहिँ थुप्रै दिन माइतमा बसाइ भयो, अनि घर आएँ। अनि त्यही भएर भिडियो बनाउनु पनि मनै लाग्नु छोडिसक्यो गाइस। अनि यतापट्टि चाहिँ मैले मोबाइल पनि पान्न, मेरो छोरीले मेरो मोबाइल चाहिँ हेर्नु भनेर खालि लिइरहेको छ। त्यही भएर चाहिँ मैले भिडियो पनि बनाएको थिइनँ। यता चाहिँ हाम्रो बगान। अब चाहिँ यो बगानको कलम काट्ने बेला भयो गाइस। अनि यता चाहिँ हामी पुगिसकेको छौँ घाँस काट्ने जग्गामा। यता चाहिँ मेरो छोरी बसिराखेको छ, अनि यता चाहिँ मेरो बुढाले घाँस काट्दैछ बाख्राको लागि। अब यो सिजनमा चाहिँ घाँसको चाहिँ अलिकति दिक्दार हुन्छ, किनभने अहिले चाहिँ अब यो सिजनमा चाहिँ सबै पत्ताहरू झर्छ, त्यही भएर चाहिँ घाँसको चाहिँ अलिकति दुःख हुन्छ गाइस। अनि बाख्राहरूको पनि पेट भर्दैन, किनभने अब घाँस पनि हुनु पर्यो होइन। अनि मेरो त हस्बेन्डले चाहिँ घाँस काटिरहेको छ। यता चाहिँ मेरो छोरी चाहिँ पुरा खुसी भइरहेछ, उसको पापाले चाहिँ घाँस काट्दैछ भनेर। अनि यता चाहिँ मेरो छोरीले चाहिँ पाच्दै बसिरहेछ गाइस। अनि कसले पाद्यो भनेको त बहिनीले पाद्यो भनिरहेको छ। अनि यता चाहिँ मेरो बुढाले चाहिँ घाँस काट्दैछ गाइस। मेरो भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने लाइक, कमेन्ट अनि सेयर गर्नु नबिर्सिनु होला।